62-63 को आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी बालुवाटार निवास सरेको छ। शान्ति प्रक्रिया, संविधान लेखन अनि देशका साना ठुला राजनीतिक सहमति अनि विमतिको टुङ्गो पनि यही बालुवाटारबाटै लाग्ने गरेको छ। 13 वर्षपछि बालुवाटार फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि बढाउने कस्ता योजना छन् त? साझा सवालको 500औं अङ्क प्रधानमन्त्री निवास बालुवाटारबाट। साझा सवालमा विद्या चापागाईको नमस्कार। चौथो पटक प्रधानमन्त्री बनेर देशको शासन सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज हामी बालुवाटार निवासमा बहस गर्दैछौँ। यो बहसमा 65 जना सहभागीहरू पनि हुनुहुन्छ। चौथो पटक प्रधानमन्त्री बनेर बालुवाटार छिर्नु भएको छ। खास तपाईँ बालुवाटारलाई पछ्याउनुहुन्छ कि बालुवाटारले तपाईँलाई पछ्याउँछ? यो अवसर त अरूले बिरलै पाउँछन् फेरि? त्यस्तो छैन, अरूले पाएका छन्, नपाएका होइन। अरू भोलि पाउला नि के भयो र? त्यसलाई ठुलो उठान्ने कुरा छैन। पछ्याउने चाहिँ कसले हो? पछ्याउने कुरा थाहा छैन। म अब प्रधानमन्त्री भएको छु, बालुवाटार सरेको छु, त्यही हो। 4 पटक भए, तर अब छोटो सर्ट पिरियड हो नि सबै बेला, त्यस्तै हो। म सहभागीको कुरा सुन्छु। नाम पर्यो तारा प्रसाद त्रिपाठी हो मेरो थर, जिल्ला काभ्रे पलाञ्चोक, कोशी देखा हो घर। म वृद्ध हुँ, मेरो प्रश्न पनि वृद्धकै पक्ष छ। अब वृद्धलाई हेर्ने प्रधानमन्त्रीज्यू तपाईँको के लक्ष्य छ? वृद्धको सुविधा मनमोहनले गर्नुभयो सुरु, 100बाट 1000सम्म सबैले बढाए खुरुखुरु, 1000बाट 2000 पार्ने पालो आयो ओलीको। तपाईँबाट वृद्धले गर्ने आशा के हुन्छ अब भोलिको? म पनि बढाउँछु वृद्धहरूलाई राम्रोसँग। के भयो? कति पुर्याउने त? पर्सेन्ट डबल गर्ने मन छ, हेरौँ के हुन्छ। डबल भन्यो भने त 4000 पुग्ने भयो। पेन्सन त्यो 5-4000 ठिकै हो। नेपालको भाउ बढेको छ, महँगी छ। प्रधानमन्त्रीज्यू आफै पनि उमेर हेऱ्यो भनेदेखि 70। यो उमेरमा आइसकेपछि त्यो भावना पनि बुझिन्छ कि? भावना भन्दा पनि के भने वास्तव आवश्यकता पनि हो यहाँ। हस्, म अरू सहभागीको कुरा सुन्छु। निकै धेरै हात उठ्यो। अहिले चाहिँ म त्यहाँ तपाईँको लिन्छु ल, सेतो सर्ट लगाउने सहभागी। हजुर, मेरो नाम सीताराम ठाकुर, घर रौतहट बटहर्बा गाविस। मेरो प्रधानमन्त्रीसँग यो प्रश्न छ कि प्रदेश नम्बर 2 को चुनाव हुन्छ कि हुँदैन? यदि हुन्छ भने त्यहाँका 16,000 जनताले न्याय पाउन सकिन्छ जुन अहिले 2063 को अङ्गीकृत नागरिकतावालाको चपेटामा फँसेका छन्। नमस्कार, म कालु सिंह खत्री रामेछापबाट। राष्ट्रिय जनता पार्टीले सीमाङ्कनलाई अन्तिम विवादको आफ्नो मिलनबिन्दुको अन्तिम विवादको रूपमा राखेको छ र सत्तारूढ सम्पूर्ण दलहरूले संविधान संशोधन पश्चात सम्पूर्ण माग सम्बोधन हुन्छ भनेको छ। भनेपछि एउटा आम नेपालीको हैसियतले मैले के यो विश्वस्त हुन सक्छु? असोज 3 गतेका दिन विराटनगरका मेयर प्रदेश नम्बर 1 बाट अर्को प्रदेशमा धकेलिनेछन् र बुटवलका मेयर प्रदेश नम्बर 5 बाट अर्को कुनै प्रदेशमा पक्का पुग्नेछन् भन्ने कुरामा विश्वस्त भए हुन्छ त प्रधानमन्त्रीज्यू? असोज 2 गते चुनाव हुने कुरा चाहिँ निश्चित छ। सीमाङ्कन सम्बन्धी कुराको सम्बन्धमा यो संविधान संशोधनको कुरा पार्लियामेन्टमा छ। त्यसमा चाहिँ 2/3 पुर्याउनु पर्छ। 2/3 पुग्नका लागि विपक्षी दल एमाले पार्टीसित कुरा गरेर मलाई विश्वास छ हामी त्यसलाई चाहिँ पास गराउन सक्छौँ। त्यसले मधेस केन्द्रित केही दलहरू र मधेस जनताको भावनाको पनि कदर हुनेछ र नेपालको संविधान जो छ यसको सर्वस्वीकार्यता बढ्नेछ भन्ने मलाई विश्वास छ। तपाईले चुनाव सर्दैन त भन्नुभयो, तर वैशाख 31 मा हुने भनेको चुनाव असार 14 मा, अब अहिले असोज 2 मा भनिएको छ। अनि फेरि तपाईँ आफै पनि विगतमा स्थानीय र संसदको दुवै चुनाव गराउन नसकेको आलोचना पनि खेपिराख्नु भएको छ। यस्तो अवस्थामा नागरिकले, अझ विशेष गरी 2 नम्बर प्रदेशको नागरिकले चाहिँ चुनाव होला भनेर कसरी विश्वास त हुने त? यो मैले चुनाव नगराउन सके होइन, सबै पार्टीले चुनाव सार भनेपछि चुनाव सारेको हो। त्यो विगतको कुरा भयो। राजाले बदमासी गर्दै मेरो के दोष छ यसमा? मधेस केन्द्रित दलहरूको सित पनि सहमति गरेर 2 गते तय गरेको हो। त्यो 2 गते चुनाव सर्दैन। 2 गते हुन्छ। अझ विश्वास त हुनुहुन्न जस्तो लाग्यो। धेरैले हात उठाउनु भयो। तपाईँको कुरा सुन्छ। चित्त बुझेन मलाई। मेरो नाम कैलाश कुमार साहब हो, घर सिरा जिल्ला कल्याणपुर नगरपालिका वार्ड नम्बर 8। यो 2 नम्बर प्रदेशको कुरा आउँछ के 2 नम्बर प्रदेश बनाउँदाखेरि के गरी बनाएको थियो त? पहिला पनि तपाईँले सम्झौता गर्नुभएको थियो। गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री हुँदाखेरि सम्झौता भयो, बारम्बार तपाईँहरू सम्झौता गर्नुभयो। सम्झौता के त कति दिनमा लागू गर्नुहुन्छ? तपाईँहरू कति दिनभित्र यो संशोधनको कुरा गर्नुहुन्छ? मधेसी जनताको अधिकार दिनुहुन्छ कति दिनभित्र? त्यो टाइम एउटा भन्दिनँ। म पनि एउटा त्यहाँको युवा हो, मलाई पनि उठ्ने रहर छ कि म पनि निर्वाचनमा जाउँ, म पनि आफ्नो गाविसको आफ्नो वाडामा लडाउँ, प्रतिनिधित्व गरौँ। जतिखेर मधेस आन्दोलन तपाईँहरूले सम्झौता गर्नुभयो त्यतिखेर त स्वायत्त मधेस 1 प्रदेशको कुरा उठाउनु भएको थियो त। त्यतिखेर तपाईँले धेरैमा 2 प्रदेशको कुरा भयो, तर 4-5 टुक्रा गर्नुभयो मधेसलाई। किन यस्तो? त्यो ठाउँमा त तपाईँले सिन्धुली जोड्न सक्नुहुन्थ्यो, उदयपुर जोड्न सक्नुहुन्थ्यो। अहिले 2 नम्बर प्रदेश काश्मीर भन्छ मान्छे। त्यो ठाउँमा त तपाईँ पहाडी जिल्ला उदयपुर जोड्न सक्नुहुन्थ्यो, सिन्धुली जोड्न सक्नुहुन्थ्यो, हेटौडा जोड्थ्यो, चितवन जोड्थ्यो। किन जोड्नु भएन? किन जोड्नु भन्ने कुराका सम्बन्धमा अब यो मधेसका केन्द्रीय दलहरूले चाहिँ नि को पनि माग अनुसारै भएको छ 2 नम्बर प्रदेश। र त्यसमा चाहिँ नि चुनावको सम्बन्धमा जो भन्नुभयो चुनाव कुनै हालतमा चुनाव हुन्छ नै, चुनावको निम्ति उहाँहरू पनि सहमत हुनुभएको छ। जहाँसम्म संविधानको संशोधनको कुरा छ यो त 2/3 पुर्याउनु पर्ने हुन्छ। 2/3 पुर्याउनलाई चाहिँ नि विपक्षी दलको पनि समर्थन चाहिन्छ, नभए पनि अरू पार्टी साना पार्टी मिलेर पनि 2/3 पुर्याउन सकिन्छ। त्यो हामी पुर्याउने प्रयासमा छौँ। त्यो भएपछि चुनाव हुन्छ। तर तपाईँले भन्नुभयो संविधान संशोधनको लागि विगतका प्रधानमन्त्री प्रचण्डले पनि प्रयास नगरेका होइनन्, उनले पुर्याउन नसकेको 2/3 अब तपाईँले चाहिँ कसरी पुर्याउनुहुन्छ? मैले पनि ग्यारेन्टी गर्छु भनेको होइन, तर प्रयास गर्छु भनेको हो। पुगेन भने त फेरि चुनाव नहोला नि त। अहिले उहाँहरूले त्यही माग राखेर संविधान संशोधनकै माग राखेर उहाँहरूले यो चुनावमा भाग लिनु भएन र असोज 2 को लागि चुनाव सरेको छ। अब त्यो बिचमा फेरि संविधान संशोधन भएन भने त फेरि चुनाव नहोला। भए पनि नभए पनि चुनावमा जाने सहमति भएको हो। संविधान संशोधन नभए पनि असोज 2 मा चुनाव चाहिँ 2/3 ल्याउने 2/3 त कसरी भोटाउनु पर्यो नि, जबरजस्ती गरेर मिल्छ मिल्दैन नि। अहिले के सहमति भएको उसो भए? त्यही भएर 2/3 ल्याउनु सहमति भएको, संशोधन गर्ने प्रयास गर्ने सहमति भएको हो नि। पास हुन्छ भन्ने ग्यारेन्टी छैन नि। मेरो नाम गोविन्द शाह, मेरो घर जनकपुर धाम धनुषा जिल्ला। संसदमा जे कुरा नै हुँदा नेपाली कङ्ग्रेस, एमाले अनि माओवादी जे कुरामा 2/3 पुर्याउँछ, तर मधेसको मुद्दामा कहिले पनि 2/3 पुर्याउन सकेन। मुद्दामा एमालेको समर्थन यसपालि मिल्ने आशा छ। खोजिया हो कि के हो? यस्तो संविधान संशोधन गर्नै खोजिया छैन कि के हो? दर्तै गरेर सियासत गर्न खोजिया हो नि। तर विगतमा हुन सकेन। अब फेरि तपाईँ प्रधानमन्त्री हुनुभएको छ, उहाँहरूले तपाईँलाई फेरि त्यो कुर्सीमा बस्नको लागि सघाउनु भएको छ। प्रयास त गर्न दिनुहोस् न। भनेपछि कहिलेसम्म टुङ्गो लाग्छ त अब संविधान संशोधन हुन्छ कि हुँदैन भनेर? प्रयास गर्न थाहा पाइहाल्नुहुन्छ नि। के असोज 2 नै कुर्नुपर्छ? पर्दैन होला, एउटा अगाडि कोसिस गर्ने त हो नि। म फेरि सहभागीको कुरा सुन्छु। नमस्कार, मेरो नाम श्रीजु पन्त, मेरो घर बेसीसर नगरपालिका वडा नम्बर 11 लमजुङ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई तपाईहरूले बिना कारण केटाकेटी पारामा महाअभियोग लगाउनु भयो, तर महाअभियोग लगाइएका लोकमान सिंह कार्कीलाई कारबाही गर्नको लागि तपाईहरूले खुट्टा कमाउनु भएको छ। यो तपाईहरूको कस्तो प्रजातान्त्रिक पारा हो प्रधानमन्त्रीज्यू? हेर्नुहोस्, अब प्रधान न्यायाधीश सुशीला कार्कीको सम्बन्ध हामीले महाअभियोग फिर्ता लिएका हुनाले यस सम्बन्धमा केही बोल्न चाहन्न। उहाँले काम कारबाही गर्न नपाउने भए पछाडि फिर्ता लिनुको कारण चाहिँ के हो त नि? अब केही कुरा भयो होला नि त फिर्ता लिए, त्यो भन्न चाहन्न अहिले मात्रै हो। तर फिर्ता लिनुपर्ने महाअभियोग दर्ता चाहिँ किन गरेको? केही कुरा थियो गरियो, फिर्ता पनि लियो, के भयो त त्यो? त्यसो भए त्यो आरोप झुट्टा हो? आरोपका के कुरा, अब केही भित्री के कुरा हुन्छ नि। उहाँले एउटा शब्द भन्नुभएको थियो त्यहाँनिर, नेताहरूले कस्तो केटाकेटी खेले जस्तो काम गरेको भनेर। केटाकेटी खेलेको काम गरे हो कि राजनीति त्यस्तै हो केटाकेटीको खेल जस्तो? खेले जस्तो छ, केटाकेटी खेलेकै होइन। अनि के गरे त? त्यसले धेरै कुरा भएको छ, त्यसले किन भएको छैन? के भयो भनिदिनुहोस् न। त्यो आरोप झुट्टा हो उसो भए? केही सहमति भएर फिर्ता लिएको भयो। के भएको थियो त्यो मैले भन्न चाहन्न। म यहाँ अलिकति भनिदिनुहोस् न, थोरै मात्रै। जबरजस्ती गर्न पाइन्छ? जबरजस्ती होइन, अनुरोध मात्रै हो। यो विषयमा केही भन्न खोज्नु भयो हो? प्रधानमन्त्रीज्यूलाई चुनाव सक्सेस गर्नुभएकोमा पहिला शुभकामना। म राममाया लामिछाने, पेसाले कानुन व्यवसायी पनि हो। सुशीला कार्कीलाई महाअभियोग लगाउँदै गर्दा निवेदकको तर्फबाट निवेदनको मार्फतबाट फिर्ता लिने संवैधानिक व्यवस्था नै छैन। सुशीला कार्कीमाथि लागेको आरोपको बारेमा उहाँले आफ्नो निट एन्ड क्लिनको चिट लिने अवस्था अथवा सुनवाईको मौका पनि सदनमा पाउनु भएन। त्यो संविधानको विपरीत गएर कुन बाध्यात्मक परिस्थिति पर्यो जुन नेपाली काङ्ग्रेसलाई संविधान विपरीत गएर निवेदकलाई निवेदन फिर्ता गरेर फिर्ता लिनुपर्ने बाध्यात्मक परिस्थिति आयो? जानकारी पाउनु पाए राम्रो हुन्थ्यो। मिल्छ भने यसको लागि एन्सर पाऊँ भन्ने अनुरोध। धन्यवाद। संविधान विरोधी हो कि संविधान अनुकूल हो भन्ने कुरा तपाईँले मैले भन्ने कुरा होइन। यो हेर्नुहोस्, संविधान अनुकूल हो भन्ने कुरा त संसदले मानिसकेपछि त हामी को हौँ भन्ने
दुवै महाअभियोग चाहे सुशीला कार्की विरुद्ध लागेको महाअभियोगमा तपाईँहरूको अधिक सक्रियता होस् अथवा लोकमान सिंह कार्कीमाथि लागेको महाअभियोगमा तपाईँहरूको उदासीनता दुवैले काङ्ग्रेसलाई अलिकति अप्ठ्यारो पार्यो भनेर भन्छन् नि। यो चुनावमा त अझै त्यो टड्कारो रूपमा देखिन्छ पनि भनेका छन् धेरैले। चुनाव त्यसको कारणले भयो, चुनावमा केही फरक परेको छैन। चुनावमा धेरै कारणहरू छ, चुनावमा चाहिँ हामी धेरै पछाडि परे पनि छैनौँ। तर महाअभियोगको यो मुद्दाले काङ्ग्रेसको साख चाहिँ अलिकति भए पनि गिरायो भनेर भनेका छन् नि। होइन, त्यस्तो होइन। चुनावमा जित हार भन्ने कुरा हुन्छ, त्यो कुरा होइन नि। उहाँले भन्नुभयो वृद्धहरूले भत्ता दिए भनेर त्यो पनि कारण होला, धेरै कारण होला नि। त्यो कारण त्यो मात्रै कारण सुशीला कार्कीको कारण चाहिँ होइन। भनेपछि ज्येष्ठ नागरिकहरूको भोट चाहिँ तपाईँलाई कम भयो। त्यसो भए जित्या ठाउँहरू के भयो नि, हारेको ठाउँ त्यो पनि जित्या ठाउँ के भयो त? होइन, कुनै बेलामा प्रमुख दल सबभन्दा ठुलो दल भनेर भनिएको अब फेरि अहिले ठुलो दल भइरहेको छोड्छ, हेर्दै जानु होला नि। चुनावको रिजल्ट आओस् न, पहिलो नम्बर हुन्छ पावर पार्टी। यो बिचमा महाअभियोगको प्रसङ्ग निस्किहाल्यो। साझा सवालको यही कार्यक्रममा केही समय अगाडि पूर्व प्रधान न्यायाधीश सुशीला कार्की आउनुभएको थियो र न्यायालय र राजनीति जोडिएका केही कुराहरू उहाँले साट्नु भएको थियो। त्यो कार्यक्रमको एउटा सानो अंश चाहिँ म यहाँनिर देखाउन चाहन्छु। न्यायाधीशको नियुक्ति गर्दाखेरि ठुल्ठुला नेताहरूको लिस्टै तपाईँसम्म आइपुग्यो भनेर भन्ने चाहिँ व्यापक चर्चा राख्ने जरुरतै छैन। मैले तपाईँलाई भनिहालेँ, उनीहरूको लिस्ट बोक्ने उनीकै प्रतिनिधि छन्, मलाई किन दिनु पर्यो? बरु मैले उनीसँग लेखकसँग झगडा गरेँ, उनले आएर भने यो त तपाईँले हाम्रो पार्टीका यति मान्छे लिनु भएन। के लेखक हो यो? काङ्ग्रेस पार्टीको रमेश लेखक। म त्यति चिन्दिनँ पनि। उहाँ आउनुभयो र उहाँले के भन्नु भने होइन यो त तपाईँले गरिदिनु भएन, मेरो पार्टीमा ठुलो बुमर्याङ आउँछ। मैले भने तपाईँको पार्टीको भर्ती केन्द्र त होइन अदालत, यो त सम्भव नहुने कुरो हो भनेर उहाँलाई मैले बिदा गरेँ। प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ अब? होइन, मैले अब त्यो लेखलाई सोध्नुपर्छ यो, अन्त उहाँले के भन्नुभयो थाहा पाएन के भन्नुभयो भनेर। अब तर उहाँले भनेको एउटा कुरा बुमर्याङ आउँछ पार्टीमा भनेर भन्नुभयो, त्यो लिस्टबाट न्यायाधीश बनेन भने त्यो कस्तो बुमर्याङ हो? के हो त्यो? थाहा पाएन मैले के भनेर मैले उहाँलाई सोधेर मात्रै सोध्नुहोस्। पार्टीमा न्यायाधीशहरूको लिस्ट चाहिँ कसले बनाउँछ? पार्टीले बनाउने नि न्यायाधीश लिस्ट। पार्टी त्यही त सोधेको। यहाँ त पूर्व प्रधान न्यायाधीशले नै आउँछ भन्नुभयो भनेपछि कोही न कोही त रहेछ पार्टीमा। पार्टीले बनाउने कामै छैन लिस्ट। तपाईँलाई थाहा नदिने गरी कसले बनाउँदो रहेछ न्यायाधीश बनाउने लिस्ट? पार्टीको भर्ती केन्द्र होइन नि न्यायालय त। तर विगतका भनेको निष्पक्ष हुने पार्टीभन्दा बाहिर नै हो, न एमाले हुने न काङ्ग्रेस हुने न कोही हुने। तर विगतमा त उदाहरण छन् नि, न्यायाधीशको शपथ खाने बित्तिकै तुरुन्तै पार्टी कार्यालय पुगेका। त्यो हामीले त्यो विरोध गरेको छ हामीले त। हाम्रो पार्टीमा हाम्रो पार्टी कोही आउनु पाउँदैन, आएको पनि छैन। तपाईँहरू स्वतन्त्र न्यायपालिकाको हिमायती भनेर भन्नुहुन्छ, तपाईँले अहिले आफैले पनि अडान लिनुभयो। तर नेताको खल्तीबाट न्यायाधीश बनाउने यस्तै न्यायपालिकाको तपाईँहरूले परिकल्पना गर्नुभयो? कुनै हालत हुँदैन, पार्टीबाट मुक्त हुने हो। पार्टीको चाहिँ काम गर्ने हो न्यायपालिकाले, न्यायाधीशले न्याय गर्ने हो। त्यही त हाम्रो लडाइँ। तर फेरि खुल्लेआम भनिराख्नु भएको छ, यो के हो? यो किन नमिलेको? कुनै पनि हालतमा हाम्रो पार्टीको नीति त्यही हो कि भनेदेखिलाई चाहिँ स्वतन्त्र न्यायालय हुनु, कुनै पार्टीको प्रभावभन्दा बाहिर हुनुपर्छ। त्यो त पार्टीको काम गर्छ नि, उसले पार्टीको भनेअनुसार गर्छ। अनि न्याय कहाँ गयो त? निष्पक्ष न्याय त भएर नि। भनेपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले यसै गरी नागरिक समक्ष अगाडि बसेर झुटो बोल्नुभयो होला है? झुटो बोल्नुवाला भनेको छैन मैले भन्नु खोजेको के भनेदेखि हाम्रो पार्टीले त्यो भन्दै भन्दैन। रमेशले भने पनि उहाँलाई सोध्नुला मैले। सोध्नुहुन्छ रमेश लेखकजीलाई? पुरा बुझ्नु न त के तपाईँलाई थाहै नदिई रमेशजीले त्यस्तो गर्नुभयो होला त? विश्वास होइन, रमेशले भन्नु यो त पार्टीबाट मुक्त हुने हो। तर पछिल्लो समयमा काङ्ग्रेस पार्टी चाहिँ देखिएरै नागरिकले थाहा पाउने गरेर नै अदालतसँग अलिकति रुष्ट भएको देखिन्छ नि। अख्तियारको भ्रष्टाचारको काण्ड होस् अथवा अख्तियारको कुरा होस्, कुरै के हो भन्नुहुन्छ भनेदेखि अझै मेरो पार्टीको मान्यता छ, नेपालको आइजिपी बनाउने पूर्ण अधिकार सरकारको हो।